साथीहरू तपाईँले पनि फेसबुकमा पेज त पक्कै पनि बनाउनु भयो होला। फेसबुकबाट पैसा कमाउने चाहना तपाईँको पनि रहेको होला र फेसबुकमा तपाईँले अनगिन्ती भिडियोहरू पनि अपलोड गर्नुभएको होला। तर के तपाईँले अपलोड गरेको तरिका सही थियो? तर के तपाईँले त्यो भिडियोहरू बनाएको तरिका सही थियो? तपाईँको के कन्टेन्ट आफ्नै थियो? तपाईँको पेज किन ग्रो भएन? सबै कुराहरू यो भिडियोमा म छलफल गर्नेछु। मैले पनि विगत केही 5-6 वर्षदेखि यो फेसबुकमा सोसियल मिडियाहरूमा त्यस्तै खालको भिडियोहरू देखेर म पनि धेरै कुराहरू सोच्ने गर्थेँ। मेरो मनमा पनि धेरै कुराहरू त्यस्तै खेलिरहेको हुन्थ्यो। अब फेसबुकबाट पैसा कसरी कमाउने, होइन, अनलाइन पैसा कसरी कमाउने, सबै मान्छेहरूले त अब यस्तै कमाइरहेको हुन्थ्यो नि त। सबैको अब भिडियोहरू फिडमा आइराखेका हुन्छ नि त। तपाईँको पनि आइरहेको होला, तपाईँले पनि सोच्नु भएको होला पैसा कसरी कमाइरहेछन् यिनीहरू। तपाईँले पनि ट्राई गर्नु खोजेकै होला, मैले पनि गरेकै हो। मैले पनि धेरै वर्ष, लगभग झन्डै 5 वर्षदेखि यो फेसबुक अनि युट्युब अनि तपाईँको इन्स्टाग्राममा मैले पनि धेरै मेहनत गरेँ। मेहनत गरी पनि केही साध्य केही गर्न सकिएन भनौँ आजसम्मलाई। तर साथीहरू कुरो के भनेपछि हामी अर्काको देखिसिकी बढी गर्छौँ, होइन। अर्काको देखिसिकी गर्नाले चाहिँ सक्सेस नहुँदो रहेछ। सक्सेस पाउनको लागि चाहिँ जबसम्म तपाईँ जसरी म अहिले बोलिरहेको छु, होइन, मैले पनि यो धेरै प्रयास, आज लगभग मेरो लगभग मैले यो 2026 को जनवरी 1 मा एउटा भिडियो बनाएर अपलोड गर्नुपर्छ है, जसरी पनि यो आँट चाहिँ गरेको थिएँ। तर चाहिँ खै टाइम नमिलेर होला, म इन्डियाको सुरत गुजरात भन्ने ठाउँमा बस्छु, होइन। टाइम नमिलेर हो कि 12 घन्टा काम गर्नुपर्छ। त्यही पनि जति टाइम मिल्छ त्यति टाइम मिलाएर यसो 1-2वटा भिडियो सुट गर्थेँ। सधैँ प्रयास गरिरहेको छु, अहिले पनि प्रयासै हो यो मेरो। धेरै कुराहरू मनमा खेलिरहेका हुन्छन्। सबै मेरो ग्रुपका पनि केही 2-4 साथीहरूले चाहिँ भनौँ न केही सोसियल मिडियाहरूमा अलिकता ग्रोथ पनि गरिसकेको छ। त्यही तिनीहरूलाई देखेर अनि सबैभन्दा पहिले त जसको के अरे पहिला तिनीहरूको भन्दा पनि जुन ठुल्ठुलो क्रिएटरहरू हुन्छ नि, तिनीहरूको भिडियो चाहिँ मेरो फिडमा आइराख्ने। म पनि युट्युबहरू चलाउँछु, फेसबुकहरू चलाउँछु, होइन। अब सोसियल मिडियामा सबभन्दा ठुलो प्लेटफर्म बनेको युट्युब हो। मैले पनि युट्युबमा आजभन्दा 5 वर्ष अगाडि चाहिँ गेमिङ गर्थेँ, म पब्जी खेल्थेँ। पब्जीका भिडियोहरू बनाएर म तपाईँलाई च्यानल पनि स्क्रिनमा देखाइदिने नै छु। त्यसमा धेरै मेहनत गरेर पनि लगभग झन्डै मैले 2020बाट सुरु गरेको, 2020बाट अहिलेसम्म। अब गत वर्ष त त्यस्तै भयो, मैले अब घरमा केही त्यस्तै प्रब्लम परेर, होइन, गत वर्षसम्म चाहिँ पब्जी म खेलिरहेको थिएँ, कन्टिन्यू थियो। मैले 2-4वटा च्यानल पनि बनाएँ, होइन। तर सक्सेस चाहिँ भेटाइएन। गल्ती के गरेँ भन्दाखेरि मैले अहिले आएर रियलाइज गरिरहेको छु, जुन कुरामा तपाईँलाई इच्छै हुँदैन, जुन कुरामा तपाईँको मनै हुँदैन, गेम खेल्न त मन लाग्थ्यो तर कन्टेन्ट चाहिँ बनाउने टाइम नमिल्ने के। कन्टेन्टै अपलोड गर्न नपाएपछि, कन्टेन्ट बनाउन नसकेपछि त्यो गेम खेलेको व्यर्थै भएन, कुनै कामै नलाग्दो काम भयो कि त्यो त। मेरो 5 वर्ष अहिले झन्डै 2026 लागिसक्यो। 2026 को पनि जनवरी 1 मन्थ होइन यो। आज लगभग 28 हो कि 29 तारिक भइसकेको छ यहाँको इन्डियाको। म इन्डियामा बस्छु नि त। त्यसैले मैले चाहिँ कुरा के बुझेँ भनेपछि, जुन कुरा तपाईँको मेरो मनमा त पहिलेदेखि सोसियल मिडियाहरूको बारेमा प्राय धेरै जस्तो कुराहरू म खेलाइरहेको थिएँ। अलिकता मलाई नलेज पनि छ, नलेज छैन भन्ने कुरा पनि होइन। युट्युब सम्बन्धी युट्युबमा त अब धेरै गर्न खोजेँ, होइन। 5-7 लगभग 2020, 2019, 2020देखि लिएर अहिलेसम्म भनेपछि 5 वर्ष त लगभग पुगिहाल्यो होला। त्यो 5 वर्षमा धेरै कुराहरू सिकियो। सक्सेस नमिले पनि धेरै कुराहरू सिकियो। यति धेरै कुराहरू सिक्न मिल्यो कि अब त्यसैले गर्दा आज म यो ठाउँमा तपाईँहरू माझ यसरी बोल्न सकिरहेको छु। यो कुराहरू चाहिँ त्यही जति तपाईँले भिडियोहरू, जति तपाईँले कन्टेन्टहरू कन्ज्युम गर्यो नि, जति तपाईँले कुराहरू हेर्न सक्नुभयो, त्यो कुराहरू मनमा खेलाएर मात्र नै कि अब त्यतिले पनि पुग्दैन, त्यही पनि मनमा खेलाउनु पर्यो। अनि त्यो कुराहरूलाई जुन कुरा तपाईँ धेरै कन्ज्युम गर्नुहुन्छ नि, त्यसैको बारेमा तपाईँको भित्री दिमागबाट कुराहरू बोल्न थाल्छ कि तपाईँले के गर्नुपर्ने भनेर हो। त्यसैले आज म यो भिडियो मेरो बनाउनुको कारण चाहिँ यो हो। मेरो पनि धेरै दिमागमा त्यस्तै कुराहरू आएर सोसियल मिडियाबाट पैसा कमाउनै पर्छ। अब मैले दुनियाँले कमाइरहेछ त मैले पनि किन पछि हट्नु, तपाईँले पनि किन पछि हट्नु, होइन।
तपाईँले पनि पछि हट्ने होइन, तपाईँले पनि प्रयास गर्ने हो। यदि तपाईँको पनि मेरो जस्तै मन छ, यदि तपाईँले पनि मेरो जस्तै थटहरू सोच्नुहुन्छ भनेपछि तपाईँले पनि आजैबाट सुरु गर्नुहोस् साथी। यदि तपाईँले आज सुरु गर्नुभयो भने, आज तपाईँले ल म गर्छु भनेर आज च्यानल मात्र क्रिएट गर्नुभयो भने तपाईँले एक स्टेप चालिसक्नुभयो। बुझ्नुभयो? यदि तपाईँले च्यानल मात्र क्रिएट गर्न सक्यो भने तपाईँको एक स्टेप कम्प्लिट भयो। खासमा यो भिडियो बनाउनको कारण के छ भनेपछि फेसबुकको विषयमा। फेसबुक अहिले हाम्रो नेपालमा पनि कन्टेन्ट मोनेटाइजेसन अन भइसकेपछि फेसबुकद्वारा पनि हाम्रो नेपाली दाजुभाइहरूले पनि धेरै पैसाहरू छाप्न सुरु गरिसकेका छन् होइन। धेरै नभए पनि त अब घर खर्चै चलाइ पनि घरमै बसेर पनि अब प्रायः जस्तो केटाहरू, अब हाम्रो दिदीबहिनीहरू होइन, दाजुभाइहरू, साथीभाइ हामी होइन, हामी सबैले अब प्रायः जस्तो अब हाम्रो देशमा अब जागिरी छैन होइन। जागिरी नभएको कारण कोही मान्छेहरू विदेश हिँड्छन्, कोही मान्छे इन्डियातिर आउँछन्, जस्तै म आएको छु, र कोही मान्छेहरू घरमै आफ्नो खेती किसानी गरेर पनि बस्नु भए होला। ती केटाहरूले, ती साथीहरूले चाहिँ यसो मनमा 2-4 पैसा कमाउने सोसियल मिडियाबाट कसरी सकिन्छ कि सकिँदैन भन्ने यदि चाहना छ भनेपछि यो भिडियो तपाईँले आज लाइक गर्नुहोस्, मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्। म यो च्यानलमा चाहिँ सधैँ फेसबुक अनि युट्युब आई मिन जति पनि सोसियल मिडियामा प्लेटफर्महरू छन् जहाँबाट हामी पैसा कमाउन सक्छु। अब पैसा कमाउने तरिकाहरू धेरै छन्। फेसबुक भयो, युट्युब भयो अनि इन्स्टाग्राम भयो होइन। युट्युबमा पनि अब भिडियो भ्युजबाट पनि पैसा कमाउन सकिन्छ, एफिलिएट मार्केटिङ गरेर पैसा कमाउन सकिन्छ, कुनै ब्रान्ड डिल गरेर पैसा कमाउन सकिन्छ होइन। तपाईँको आफ्नै ब्रान्ड पनि तपाईँ बन्न सक्नुहुन्छ। फेसबुकमा पनि सेम नै हो। इन्स्टाग्राम अलिकता बेग्लै छ। इन्स्टाग्राममा अब त्यो मोनेटाइजेसनको अहिले अप्सन आएको छैन। आएको भए पनि मोनेटाइजेसनबाट पैसा चाहिँ कसैले कमाएको रिकर्ड छैन इन्स्टाग्रामबाट होइन। इन्स्टाग्रामको चाहिँ अलगै छ। त्यसको पनि म भिडियोहरू केही न केही त ल्याउने नै छु यो च्यानलमा। तर खास गरेर चाहिँ फेसबुक अनि युट्युब सम्बन्धी यो च्यानलमा भिडियोहरू हाल्नेछु। तपाईँले पनि यदि कन्टेन्ट क्रिएसन गरेर सोसियल मिडियाहरूबाट पैसा कमाउने सोच राख्नु भएको छ भने बरु सँगै मिलेर अगाडि बढौँला होइन। यो च्यानललाई चाहिँ सब्सक्राइब गरेर बेल आइकन प्रेस गरिदिनु होला। यो भिडियोमा आज मेरो फर्स्ट भिडियो चाहिँ यति नै हो। आउने नेक्स्ट भिडियोमा तपाईँहरूलाई म फेसबुक सम्बन्धी जति चाहिँ नयाँ अपडेटहरू आउँछन्, जति चाहिँ कुराहरू नयाँ थपिँदै जान्छन् र पुरानो यदि तपाईँलाई कसैलाई पुरानो कुराहरू पनि सोध्नु छ, जस्तै फेसबुक पेज कसरी बनाउने, फेसबुक पेजलाई ग्रो कसरी गर्ने र फेसबुक पेजमा के सेटिङहरू गर्नुपर्छ भनेर सोच्नु भएको छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। म तपाईँलाई यो विषयमा आउने नेक्स्ट भिडियो पुरै फेसबुकमाथि बनाउने छु। ल साथी, धन्यवाद।